Hi, welcome to Third Umpire. While shooting this video, it's middle of Kathmandu Gorkhas versus Sudhir Pashchim Royals game. यो कुनै प्री-प्लान्ड भिडियो पनि होइन अनि इट्स प्रिटी सर्ट टु. हामीले यो च्यानलमा अलरेडी प्रब्लम विथ अम्पायरिङ इन नेपाल नामको भिडियो बनाइसकेका छौँ. सो इफ यु वान्ट प्लिज डु चेक आउट द्याट वन अल्सो. तर आजको त इट्स नट इभन नेपाली अम्पायर. जसले गेम हेर्नुभयो उहाँहरूलाई थाहा छ म के कुरा गर्दैछु भनेर. इन केस हजुरले गेम मिस गर्नुभयो अथवा त्यो मोमेन्ट मिस गर्नुभयो भने फर्चुनेटली इनफ मसँग क्लिप्स चाहिँ छ. तर ड्यू टु कपिराइट इस्युज मैले त्यो देखाउन मिल्छ अथवा मिल्दैन. आई विल ट्राई माई बेस्ट टु शो यु द्याट क्लिप. फर्स्ट क्लिप, जस ब्राउन ब्याटर थिए, एलबिडब्ल्यू अपिल थियो र अम्पायरले आउट पनि दिए. जस ब्राउन एक्चुअली लुक्ड फ्युरियस अनि इभन सिग्नल्ड फर डिआरएस अपिल. तर अनफर्चुनेटली हामीसँग त्यसको सुविधा त छैन. रिप्ले आउँछ अनि वी अल गट सक. त्यो बलमा इनसाइड एज मात्र होइन, म्यासिभ नै इनसाइड एज थियो. यो मोमेन्टसम्म चाहिँ मलाई इट्स ओके, अम्पायरलाई गाह्रो पनि छ, अन द स्पट डिसिजन पनि दिनुपर्छ, कहिलेकाहीँ यो भइहाल्छ नि भन्ने थियो. त्यसको केही ओभरपछि यो भयो. आरिफ शेख ब्याटर थिए, कटको लागि खेल्न गए. जन सिम्सनको राम्रो कलेक्ट पनि थियो. कट बिहाइन्डको लागि अपिल हुन्छ अनि अम्पायरले नकारिदिन्छन्. रिप्ले आउँछ अनि अफकोर्स आउटसाइड एज थियो. अनि यो पोइन्टमा चाहिँ आई रियलाइज हामी प्लेयरको स्ट्यान्डर्ड सुधार्नुपर्छ, गेमको स्ट्यान्डर्ड सुधार्नुपर्छ, फिल्डिङको स्ट्यान्डर्ड सुधार्नुपर्छ, अथवा फिल्डको स्ट्यान्डर्ड सुधार्नुपर्छ, म्यानेजमेन्टको स्ट्यान्डर्ड सुधार्नुपर्छ भनेर कुरा गर्छौँ. बट हाउ अफन डु वी टक कि एक्चुअली नेपालमा अम्पायरिङको स्ट्यान्डर्ड पनि सुधार्नुपर्ने छ. मेबी आज अम्पायरले दुवै टिमलाई ब्यालेन्स आउट गर्नको लागि पहिलोमा झुकेर आउट दिइहाले, यो पटक आउट दिन्न भनेर पनि हुनसक्छ. तर पनि देयर इज नो एक्सक्युज टु सच मिस्टेक्स इन दिज प्लेटफर्म्स. यो भिडियो कुनै पनि अम्पायरलाई पर्सनली हेट फैलाउन बनाइएको त होइन. अफकोर्स अम्पायरिङ इज टफ, तर नेपाल प्रिमियर लिग जहाँ तपाईँ गेमको स्ट्यान्डर्ड बढाउन भनेर विदेशी खतरा प्लेयरहरू ल्याउनुहुन्छ अनि उनीहरूको अगाडि यो लेभल अफ अम्पायरिङ पस्किँदै हुनुहुन्छ. दिस सर्टेनली डज नट गिभ एनी गुड मेसेज टु द इन्टरनेसनल क्रिकेट. हामीसँग डिआरएस पनि छैन, हो ठिक छ, महँगो छ, क्यानलाई फाइनेन्सियली बर्डन हुन्छ, तर अनेस्टली आवश्यकता चाहिँ छ. दिस भिडियो इज एक्चुअली टु स्पार्क अ डिबेट. क्यान वी रियली सेटल डाउन फर दिस लेभल अफ अम्पायरिङ एन्ड कल्ड इट अ प्रिमियर लिग? डेफिनेटली नट.